आज म हजुर यो आज मैले हजुरहरूलाई के बताउन गइरहेको छु भने यो कुनै पनि ग्रहहरू आकाशमा सूर्य सँगसँगै उदय भएर सूर्य सँगसँगै अस्ताउँछन् भने तिनीहरूलाई शुभ मानिएको छैन। किन शुभ मानिएको छैन त भन्दाखेरि सूर्यको औचित्यमा तिनीहरूको कुनै अस्तित्व हुँदैन। जस्तो कि कुनै पहलवानका सामुने यो एउटा उखान छ नि, लाटा जसको गाँडा पण्डित यस्तै मतलब कुनै ठुलो पहलवानका सामुने सानातिना भारी भोरेको काम छैन होइन। अथवा 100,000 किलो बोक्ने यन्त्रको सामुने 100 किलो यन्त्र बोक्नेको काम हुँदैन। 100 किलो भारी बोक्नेको काम अर्थ हुँदैन। तर त्यही 1000 किलोको नभएको अवस्थामा 100 किलोको पनि अर्थ रहन्छ। त्यस्तो यो भन्न खोजेको कुरो के भने सूर्य सँगसँगै उदाएर सूर्य सँगसँगै कुनै ग्रह अस्ताउँछन् भने त्यसको कुनै औचित्य हुँदैन हाम्रा लागि। हुन पनि हो, त्यसको प्रकाशले कुनै काम गर्दैन, यो देखिएको पनि छ। अनन्त ग्रहहरू त आकाशमा सूर्य यो भन्छ नि, विज्ञानले के भन्छ भने सूर्य पनि एउटा तारा हो। असङ्ख्य तारा छन्। दिनमा ताराको कारणले हामीले सूर्यको प्रकाशको कारणले ताराहरू देख्दैनौँ। यस्तै अनादिकालदेखि जो सूर्य सँगसँगै उदय भएर अस्ताउने ग्रहहरू कति छन् त्यसको त अनुसन्धानै भएको छैन। त्यो अब जस्तो हाम्रा ऋषि महर्षिहरूले पूर्वजहरूले त्यो रातिमा शुक्रहरू यो बृहस्पतिहरू रातिमा दर्शन हुने देखिने भएको हुनाले शुक्र बुधहरू उनीहरूले पत्ता लगाए। तर जो सूर्य सँगसँगै उदय र अस्त हुन्छन् ती अनुसन्धानका गर्भभित्र नै छन्। र अब जस्तो यो सूर्य सँगसँगै उदय र अस्त जब बुध बृहस्पति शुक्र पनि यो सूर्य सँगसँगै उदय र अस्त भएको बेलामा अस्त मानिन्छ। त्यो बेलामा शुभ कर्म गर्न वर्जित भनेर धर्मशास्त्र आदिहरूमा उल्लेख पनि छ। अर्थ यो हो कि तिनीहरूले पनि हाम्रो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष पारिराखेका हुन्छन्। सूर्यको सहयात्राका सामुने उनीहरूको कुनै पृथ्वीमा कुनै औचित्य हुँदैन। त्यसकारण यो सूर्य सँगसँगै उदय भएर अस्त भएको खण्डमा अस्त मानेको छ। विभिन्न कामहरू शुभ कार्यहरू गर्न वर्जित पनि मानेको छ। त्यसकारण भन्न खोजिएको कुरो यही देखिन्छ कि सूर्यको सामुने सबै ग्रहहरू परास्त हुन्छन्। तर रातमा त उसमा हाम्रो सतहबाट यो सूर्य त देखिँदैन। सूर्यको प्रकाश ओझेल परेको हुन्छ। यदि सूर्यको प्रकाश ओझेल परेको अवस्थामा त फेरि यो तिनीहरूको प्रकाशले पनि तिनीहरूको जो गतिविधि हो तिनीहरूको गतिविधिले पनि काम गर्छ। जस्तो दिउँसै चन्द्रमा उदाउनु र रातिमा चन्द्रमा उदाउनु कति अन्तर पर्छ। त्यस्तै अरू ग्रहको पनि सूर्य अस्त भइसकेपछि उदय भयो भने काम गर्छ। त्यसकारण कुनै पनि ग्रह सूर्य सँगसँगै उदय भएर अस्त भएको खण्डमा त्यति हाम्रो लागि प्रभावकारी नहुने भएको हुनाले यो त्यति राम्रो हुँदैन। र कतिपय उसमा त जो सूर्य सँगसँगै भएर चार ग्रहहरू मङ्गल बृहस्पति बुध शुक्र शनि यी चार ग्रहहरू पञ्चतारा ग्रह भन्छन्। यी 5 ग्रहहरू सँगसँगै उदय भएर सँगसँगै अस्त भयो भने अनेक उपद्रव हुन्छ भनेर पनि बृहत संहितामा बताइएको छ। हस्त भिडियो मन परे लाइक कमेन्ट सेयर गर्दै रहनु होला।